आज पनि तपाईहरुलाई हाम्रो विशेष नयाँ भिडियोमा स्वागत छ। यो भिडियोमा हामी तपाईलाई टियु रिजल्ट रिटोटलिङ कसरी गर्ने त्यसको बारेमा यो भिडियोमा हामी तपाईलाई बताउने छौं है त। साथीहरु, धेरै साथीहरुले गुनासो गर्नुभएको थियो र हामी यो टियु रिजल्ट रिटोटलिङ सम्बन्धी तपाईलाई अनलाइनबाट कसरी गर्ने त्यो स्टेप बाइ स्टेप तपाईलाई हामी यो भिडियोमा देखाउँदै छौं है त। साथीहरु, तपाईले कति फी तिर्नु पर्दैन, रिटोटलिङ लागि आफै गर्न सक्नुहुन्छ, कुनै प्रब्लम छैन। साथीहरु, आउनुहोस् आजको हाम्रो यो भिडियो को साइट भनेको student.tuexam.edu.np मा तपाईले जानुपर्ने हुन्छ। यसलाई तपाईले कपी गर्नुस् है, या तपाईले student.tuexam.edu.np मा तपाईले जानु होला र यसमा तपाईले जाने बित्तिकै तपाईसँग एउटा नयाँ इन्टरफेस देखिन्छ र यो इन्टरफेसमा गएर तपाईले यहाँनिर तपाईले देख्न सक्नुहुन्छ सिम्पली स्टुडेन्ट पोर्टल टियु एक्जाम भनेछ। तपाई यो दुईटा मध्ये जसमा क्लिक गर्न पनि पाउनुहुन्छ है त साथीहरु। तपाईसँग सिम्पली यस्तो इन्टरफेस देखिन्छ। यदि तपाईले आईडी बनाउनु भएको छ भने तपाईले यसमा तपाईको युजर आईडी भनेको जीमेल र तलपट्टि तपाईले पासवर्ड हाल्न पाउनुहुन्छ। यदि तपाईले बनाउनु भएको छैन भने इफ यु हैव अलरेडी यसमा भने लेखेको छ यु अलरेडी हैव अ रेजिस्ट्रेसन नम्बर प्लिज साइन अप हियर भनेको छ। हामी साइन अप गर्छौं। साइन इन भनेको फरक हो र साइन अप भनेको फरक हो है। अब तपाईले यसमा इमेल लेख्नु पर्ने हुन्छ है, अनि यसमा तपाईले पासवर्ड राख्नु पर्ने हुन्छ। यसमा त्यही पासवर्ड राखेर तपाईले कन्फर्म गर्नु पर्ने हुन्छ। त्यसपछि तपाईको जे तपाईको एक्जाममा नाम लेख्नु हुन्थ्यो नि हो त्यो टियुको फुल नाम राख्नु पर्ने हुन्छ र यसमा रेजिस्ट्रेसन नम्बरको ठाउँमा नि तपाईले स्पेशली तपाईको जुन तपाईको टियु है तपाई भर्ना हुँदाखेरि तपाईले जुन रजिस्ट्रेसन नम्बर दिएको छ नि हो त्यो रजिस्ट्रेसन नम्बर तपाईले यसमा सेम टु सेम हाल्नु पर्छ है, तलमाथि हुनु भएन। तपाईको तलमाथि भयो भने समस्या हुन्छ है त साथीहरु। त्यसपछि डेट अफ बर्थ एडी मा है त तपाईले यहाँनिर एडी मा हाल्नु पर्छ। यदि तपाईलाई एडी आउँदैन भने तपाईले यहाँनिर बीएस टु एडी कन्भर्टर हुन्छ त्यो कन्भर्टरको युज गरेर गर्न सक्नुहुन्छ, या तपाईले एडी मै थाहा छ भने तपाईले एडी मा पहिला इयर त्यसपछि मन्थ त्यसपछि यो हाल्न सक्नुहुन्छ। फर एक्जाम्पल हामी एउटा जीमेल हाल्ने छौं सिम्पल है त। जस्तो हामी यसमा टाइप गर्दै छु फर एक्जाम्पल यसमा म flamd@gmail.com भनेर हामी यसरी लेखिन्छौं है त। त्यसपछि यहाँ पासवर्ड लेख्नुस्, यहाँ हाम्रो कन्फर्म पासवर्ड सेम पासवर्ड, यतापट्टि तपाईको फुल नेम लेख्नुस् है, यतापट्टि रजिस्ट्रेसन नम्बर तपाईले दिएको होला है, अनि त्यसपछि तपाईको डेट अफ बर्थ एडी मा हाल्नुस् है, अनि इंग्लिश डेटमा भनेको, अनि फादर नेम तपाईको बुबाको नाम हाल्नुस् र तपाईको कन्ट्याक्ट इन्फो हाल्नुस् है। त्यसपछि तपाईले तलपट्टि क्याप्चा छ, यो क्याप्चा जस्ताको त्यस्तै हाल्नुपर्छ है। क्यापिटल छ भने क्यापिटल, स्मल छ भने स्मल लेटरमा हाल्नुपर्छ। यदि तपाईले क्याप्चा हाल्न अप्ठ्यारो भइराछ भने रिक्याप्चा यानी तपाईले रिजेनरेट क्याप्चा गर्न सक्नुहुन्छ। रिजेनरेट गरेर तपाईले दुबारा हाल्न पाउनुहुन्छ, त्यसमा कुनै समस्या छैन है त साथीहरु। यति गरेर तपाईले साइन अप गर्नु भने तपाईको साइन अप हुन्छ र तपाईलाई फेरि तपाईले कहाँ जानु पर्ने हुन्छ, गो ब्याक इन मा जानु पर्ने हुन्छ। यहाँ गइसकेपछि तपाईले त्यो जीमेल र तपाईले त्यो पासवर्ड हालेर सिम्पली यहाँ लगइन गर्नुपर्ने हुन्छ। तपाईले जीमेलमा पनि आउँछ है त। र त्यो आइसकेपछि अब फेरि तपाईले के भन्छ भने तपाईले चाहिँ पासवर्ड चेन्ज गर्नुस् भन्छ। त्यो पासवर्ड चेन्ज गर्नुपर्ने ठाउँमा तपाईले गएर के गर्नुपर्छ भने त्यहाँनिर गएर तपाईले चाहिँ सिम्पली ओल्ड पासवर्ड जे राख्नु भएको थियो त्यो पासवर्ड हाल्ने, त्यसपछि तपाईले नयाँ पासवर्ड एकचोटी हाल्ने, फेरि त्यसलाई कन्फर्ममा हाल्ने, फेरि तपाईले साइन अप गर्ने, फेरि तपाईले अझ यहाँबाट चाहिँ साइन इन गर भनेर यहाँबाट सोध्छ है त। भनेपछि तपाईले फेरि यसमा त्यही जीमेल हाल्ने र तपाईले दुबारा राख्नु भएको जुन चेन्ज गर्नु भएको पासवर्ड छ त्यो पासवर्ड तपाईले यसमा इन्पुट गर्ने। फर एक्जाम्पल म एउटा तपाईलाई सर्टकट गरेर देखाउँछु है त। जस्तो मेरो जीमेल छ, म यसमा जीमेल हाल्छु है त। मैले एउटा बनाएको छु gmail.com भनेर हाल्छौं है। अब पासवर्ड हामी राख्छौं, हामीले जे पासवर्ड राखेको छौं त्यो पासवर्ड चाहिँ हामी यहाँ हाल्दैछौं है त। ल तपाईहरु पनि यसै गरेर सेम स्टाइलले नो एनी प्रब्लम्स है, कुनै समस्या छैन, जस्ट यति हान्नु इजी छ है। यति गरेर तपाईले साइन इन गर्नुपर्ने हुन्छ। यति गर्दाखेरि तपाईहरुलाई चाहिँ यो इन्टरफेस यहाँ देखिन्छ है त। अब हामीलाई यहाँनिर यो इन्टरफेस आइसकेपछि मेनुअल तपाईले यस्तो देखिन्छ। मोबाइलबाट पनि सेम छ है, केही छैन। यदि तपाईको यो डट देखिराछ छैन भने 3 डटमा थिच्नु होला र तपाईले यहाँ ट्रान्सक्रिप्ट र प्रोभिजनको लागि पनि दिएको छ। एक्जाम फर्म भर्दै हुन्छ त्यसको लागि पनि हुन्छ है। हामीलाई रिटोटलिङ गर्ने कन्सेप्ट छ। आज हामी रिटोटलिङको टर्म्स मात्र हेर्छौं है त। रिटोटलिङमा तपाईले जानुपर्ने हुन्छ है। अब तपाईले के छ भन्दाखेरि सिम्पली एड न्यू भन्ने हुन्छ है त। यहाँनिर तपाईले सिम्पली यो डाटा देखाउँछ, तपाईले जसको चाहिँ रिटोटलिङको लागि दिनु भएछ त्यो चीज यहाँ देखाउँछ है। अब अहिलेका लागि म एड न्यू मा जान्छु है त। एड न्यू मा जाने बित्तिकै अब तपाईले यहाँनिर अप्सन देख्न सक्नुहुन्छ। यहाँ एड न्यू है, त्यो माथिपट्टि देख्नुहुन्छ नि एड न्यू,
यसमा जानुपर्ने हुन्छ है, रिटोटलिङमा थिच्ने, एड न्यूमा थिच्ने है। एड न्यूमा थिचेपछि तपाईँले यस्तो अप्सन आउँछ। यसमा तपाईँले प्रोग्राम को हो त तपाईँले चुज गर्नु पर्यो है। फर इक्जाम्पल मैले आफ्नो कति इयर कति हो त, मैले अहिले 4 इयर ब्याचलर्स अफ बिजनेस, तपाईँको नाम जेमा दर्ता भएको हुन्छ नि रजिस्ट्रेसन, त्यो अटोमेटिकली आइहाल्छ। तपाईँले यहाँ छान्नुपर्ने जरुरी पर्दैन है। अब तपाईँको कुन इयर हो त, इयर कति हो त, जस्तो ब्याचलर होइन, अब तपाईँ रनिङ फर्स्ट इयर सेकेन्ड इयर मानौँ तपाईँको 2081 हो कि 82 को दिएछ कि तपाईँले 80 को कतिको त त्यो चुज गर्नुपर्छ। फर इक्जाम्पल 2081 को मैले चुज गरेँ होइन। अनि पार्ट कति हो त भन्छ, हामीले यहाँ पार्ट चुज गर्नुपर्ने हुन्छ है। फर्स्ट इयरको हो कि सेकेन्ड इयरको हो, थर्ड इयरको हो, फोर्थ इयर हो। जस्तो मैले थर्ड इयर हो भने थर्ड इयरको चुज गर्छु है। अनि त्यसै गरी तपाईँले यहाँनिर गएर तपाईँ चेन्ज चान्सवाला हो कि होइन, पार्सियलवाला हो कि या तपाईँ रेगुलरवाला। पार्सियल भनेको ब्याकवाला भन्न खोजेको है, चान्सवाला चान्स मिलेकोवालाहरू। रेगुलर भनेको अब फर्स्टचोटि दिनुभएको छ भने तपाईँले रेगुलर युज गर्नुपर्ने हुन्छ है। अनि त्यसपछि तपाईँको चाहिँ सिम्बल नम्बर यहाँ चाहिँ इनपुट गर्नुपर्ने हुन्छ। सिम्बल नम्बर तपाईँले यहाँ हाल्नुपर्ने हुन्छ। जस्तो म सिम्पली मेरो सिम्बल नम्बर हाल्छु है त साथीहरू। जस्तो यहाँनिर मैले सिम्बल नम्बर टाइप गरेँ 7 फलानु है, तपाईँहरू हाल्नु होला। म सिम्पली यो गुप्त नै राख्छु है त। ल 6 गरेँ। यति गरेर अब मैले चाहिँ यहाँनिर के गर्छु भने सर्च गर्छु। सर्च गर्दाखेरि चाहिँ अब मैले के छ भन्दाखेरि यहाँ सर्च गर्दाखेरि अब मलाई सिम्पली यहाँ नाम पनि देखाउँछ, रजिस्ट्रेसन नम्बर पनि देखाउँछ र तलपट्टि सब्जेक्टहरू पनि मलाई देखाउँछ। अब तपाईँले कुन चाहिँ सब्जेक्टको दिने हो यो अनुसारले तपाईँले हेरेर त्यसमा तपाईँले टिक लाउनु पर्ने हुन्छ है त। तपाईँले टिक लगाइसकेपछि अब तपाईँले यहाँनिर मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ। मोबाइल नम्बर इनपुट गरिसकेपछि तपाईँले कुन ब्याङ्कबाट तिर्ने हो यहाँनिर ब्याङ्कबाट तपाईँले दिन सक्नुहुन्छ। जस्तो मैले यहाँनिर भनौँ मेरो मोबाइल नम्बर पनि मैले यहाँनिर सिम्पली हानिदिएँ है, यो पनि भयो। अब यति गरेर तपाईँले यहाँनिर सेभ गर्नुपर्ने हुन्छ है त। अब सेभ गरिसकेपछि तपाईँलाई चाहिँ अप्सन आउँछ। यहाँनिर के अप्सन आउँछ भन्दाखेरि नि तपाईँको पेमेन्ट भन्ने अप्सन आउँछ है त। हो यो सेभ गरिसकेपछि केही समय वेट गर्नु होला, रिफ्रेसमेन्ट गर्नु होला। रिफ्रेस भइसकेपछि अपडेट भइसकेपछि तपाईँको सिम्पली त्यहाँनिर पेमेन्ट भन्ने आउँछ र त्यो पेमेन्टमा तपाईँले क्लिक गरिसकेपछि है, तपाईँले त्यो पेमेन्टमा क्लिक गरिसकेपछि तपाईँको त्यहाँ क्युआर कोड आउँछ है त। त्यो क्युआर कोड तपाईँले स्क्यान गरेर ब्याङ्कबाट या इसियाबाट तपाईँले चाहिँ त्यहाँबाट तपाईँले चाहिँ सिम्पली फर्म भर्ने बित्तिकै तपाईँले चाहिँ त्यहाँबाट पेड गरेको तपाईँले देखाइहाल्छ। यति गर्नुपर्छ, अरू केही पनि छैन। म यहाँनिर फर्म यसको दुरुपयोग गर्दैन है साथीहरू। यो सिम्पली तपाईँहरूले युज गर्नु होला। मैले तपाईँहरूलाई देखाउनको लागि मात्र यो गरेको है त, यसको दुरुपयोग गर्नुहुन्न है। त्यही भएर सो यसरी चाहिँ तपाईँले युज गर्न सक्नुहुन्छ। यदि तपाईँले भरेको नभरेको कसरी हेर्ने भने फेरि तपाईँले यसलाई क्लोज गर्नुभयो भने फेरि अब तपाईँले यो सुरुको रिटोटलिङ एप्लिकेसन लिस्ट भन्ने आउँछ क्या यहाँनिर है। यसमा तपाईँ जानु भने सेम वे तपाईँले यसमा तपाईँले चाहिँ यहाँनिर जति भन्नु भएको थियो नि सिम्पल तपाईँले यहाँनिर हान्नु भयो भने अब तपाईँले चाहिँ यहाँनिर सिम्बल नम्बर हान्ने बित्तिकै तपाईँले यहाँ सर्च गर्ने बित्तिकै तपाईँले यहाँ तलपट्टि देखाइहाल्छ होइन। यहाँ तपाईँ जे छ यहाँ तलपट्टि तपाईँले हेर्न सक्नुहुन्छ। अब यहाँनिर तपाईँले देखाइहाल्छ है त, एप्लिकेसन आइडी देखाउला। अनि यतापट्टि जानु भयो भने तपाईँले चाहिँ पार्ट देखाउला है। अनि यतापट्टि टाइप देखाउला र यतापट्टि तपाईँले पेड गरेछ कि छैन होइन, पेड छ कि छैन। पेड छ भने यस वाइ लेख्या हुन्छ, होइन भने नो लेख्छ है त। यो तरिकाले तपाईँले यहाँनिर सिम्पली चाहिँ यो गर्न सक्नुहुन्छ है। मैले प्र्याक्टिकली यो तपाईँहरूलाई देखाएँ। त साथीहरू आजको भिडियोमा हामीले स्पेसली प्र्याक्टिकली कसरी रिटोटलिङ गर्ने, हामीले टिओको रिजल्ट तपाईँलाई कुनै पनि फ्याकल्टी हुनुहुन्छ भने इजी छ है, सो इजी, भेरी इजी। यो स्टेपहरू पनि तपाईँले पैसा नतिर्नुहोस् क्या है। यस्तो चिजहरूमा नि रिटोटलिङ गर्न अब तपाईँले 500 रुपियाँ भरेको दिनु पऱ्यो, 100 रुपियाँ धरेको दिनु पऱ्यो, 500 यहाँ बुझाउनु पऱ्यो, कति गाह्रो छ। अब एउटाको 500 परेछ है। यसमा चाहिँ हाम्रो बीपीएस फ्याकल्टीको चाहिँ है जति सब्जेक्टको 500 का दरले तिर्नुपर्छ है। यो तरिकाले हुन्छ। त साथीहरू आजको भिडियोमा हाम्रो यति नै है। थ्याङ्क यू फर दिस भिडियो एन्ड यस्तै टाइपको तपाईँलाई भिडियोहरू चाहिन्छ भने हामीलाई कमेन्ट गर्नु होला। हामी तपाईँलाई चाहिँ युजफुल भिडियोहरू ल्याउँदै गर्नेछौँ। थ्याङ्क यू फर दिस भिडियो।